यसपटक हामी अर्घाखाँची छिरेर खोजी हेर्यौं यहाँ घुम्न र अध्ययन गर्न के छन् भनेर। अर्घाखाँचीका विविधता देखेर हामी दङ्ग पर्यौं। अर्घाखाँची भन्नासाथ पहिलो नाम आउँछ सुब्बा देउराली मन्दिरको। मन्दिर घुमेर हामी यहाँको इतिहास बुझ्ने, सुब्बा देउराली छेउको उचाइको झोलुङ्गे पुल, यहाँबाट वरपरका क्षेत्रहरूको अवलोकन गर्नेछौँ। जङ्गबहादुर राणाको जन्मस्थान मथुरा बेसी, जङ्गबहादुरको जन्मघर पुग्नेछौँ आज। 7 महिना जन्मिँदाखेरि बीच बाटोमा भयो, किनकि यो बाटोमा जङ्गबहादुरको न्वारन भएको स्थान बलकोट पनि पुग्नेछौँ हामी। हामीले बोल्ने वर्णहरू अ, इ, उ, रि, ऋ, ए, ओ जस्ता स्वर वर्ण र व्याकरण यहाँ उत्पत्ति भयो। हामी पाणेनीको गुफाभित्र छिरेर हेर्नेछौँ। अ का अक्षर बनाएर सुरु गर्नु हो, संस्कृत सुरु गरेको ठाउँ हो यो। अर्घाखाँचीका विभिन्न गाउँघर घुम्नेछौँ र यहाँको जनजीवन निहाल्नेछौँ। आउनुहोस् है त सुरु गरौँ अर्घाखाँचीको रमाइलो यात्रा। यो हो अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क बजार। ठुल्ठुला पर्वतहरूले बनाएको उपत्यकामा बसेको सन्धिखर्क अर्घाखाँचीकै ठुलो बजारी क्षेत्र पनि हो। सहरीकरणले झ्याप्पै छोपेको देखिन्छ सन्धिखर्कलाई। आउनको लागि चाहिँ महेन्द्र राजमार्गको गोरुसिङेबाट सुब्बा देउराली हुँदै यहाँ आउन सकिन्छ। हामी भने गुल्मी तर्फबाट तम्घासबाट करिब 2-3 घन्टामा चाहिँ केही अप्ठ्यारोबाटका विभिन्न क्षेत्रहरू घुम्नेछौँ, जसमध्ये यही पहिले चाहिँ सन्धिखर्क बजारकै दृश्यहरू हेर्नेछौँ। भने यहाँबाट चाहिँ हामी सुब्बा देउराली, त्यस्तै पाणेनी, त्यसै गरी चाहिँ यहाँ भएका चाहिँ पहाडका। सन्धिखर्क बजार बिहानैबाट चलायमान देखिन्छ। सबेरै खुलेका छन् पसलहरू। हरेक प्रकारका उपभोग्य वस्तुका पसलहरू उपलब्ध छन् बजारमा। अर्घाखाँचीमै उत्पादित सागसब्जीहरू बेच्न राखिएका छन्। कतिपय यही उत्पादित छन्, कतिपय तराईबाट ल्याएर बेचिन्छन् रे। सन्धिखर्क बजार क्षेत्रको मुख्य आकर्षण यो शान्ति बगैँचा। यहीँभित्र गणेश पञ्चायन मन्दिर अवस्थित छ। ठुलै क्षेत्रमा फैलिएको बगैँचाभित्र बुद्धको प्रतिमा छ। कङ्क्रिटका जङ्गलले ढाकिसकेको सहरी क्षेत्र बीचमा यो हरित बगैँचा उदाहरणीय छ। यो हामीले निकै समय यही व्यतीत गर्यौँ। निर्माण भइरहेकोले धुलाम्बे छ सबैतिर। तराईबाट अर्घाखाँची छिर्ने प्रमुख मार्ग यही हो। महेन्द्र राजमार्ग अन्तर्गतको कपिलवस्तुको गोरुसिङेबाट उत्तर आउने मार्ग हो यो। हामी चाहिँ दक्षिणतर्फ बढ्दैछौँ। हामी पहिले सुब्बा देउराली पुग्नेछौँ, भरे फर्किएर यतैबाट अर्घाखाँचीका भित्री भेगहरू घुम्नेछौँ। बाटोमा जाँदै गर्दा सडक छेउको यो पोखरीले ध्यान खिच्यो। निकै आकर्षक तवरले उद्यान स्वरूप स्थान बनिएको रहेछ यहाँ। हामी केही छिन् यहाँ बराली नै भयौँ। यहाँदेखि उतापट्टि हेर्दाखेरि हामी अग्ला अग्ला डाँडाका चुचुराहरू देख्न सक्छौँ। अब गङ्गा सरोवरमा केही समय व्यतीत गरेर हामी फेरि अगाडि बढ्यौँ। यता भिरको पेट खोपेर सडक गएको छ। अग्ला अग्ला पहाड छन् दुवैतिर। माथि झोलुङ्गे पुल देखिन्छ। निकै उचाइमा मानिसहरू हिँडिरहेको पनि देखिन्छ। हामी त्यहाँ पुग्नेछौँ भरे। देउराली भनिने स्थान यो। केही पर मन्दिर पनि देखिन थाल्यो। सडकको छेउैमा मन्दिर देखियो, सुप्रसिद्ध सुब्बा देउराली मन्दिर। मन्दिर छेउछाउ सबै पसलहरू छन्, प्राय पूजा सामग्री राखिएका। सन्धिखर्क गोरुसिङे राजमार्गकै छेउमा अवस्थित छ मन्दिर। तलबाट सुपा खोला बग्छ। दुवैतर्फ नरपानी र फलामे पर्वत छन्। हेर्दै कहाली लाग्दा पर्वतको खोजमा देखिन्छ मन्दिर। यहाँको भूगोल विचित्रकै देखिन्छ। यो सुब्बा देउराली बाटोमै अवस्थित, सडकमै अवस्थित
मन्दिर जसको चाहिँ धेरै ठुलो धार्मिक आस्था रहेको छ। अग्ला अग्ला महाभारत चुचुराहरूको बिचमा रहेको यो पहाडी भेगहरू हो सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको चाहिँ एउटा आस्थाको केन्द्र। यस मन्दिरको उत्पत्तिको विषयमा धेरैवटा किम्वदन्तीहरू सुन्न पाइन्छ। खाँचीकोट राजकुमारको विवाहमा दुलहीको मृत्यु भएको, पहरामा लाउरे टाँसिएको, त्रेतायुगमा सीताले चुलो जाँतो बनाएको इतिहास सुन्न पाइन्छ। यो चाहिँ खड्काहरूले कुल पूजा गर्ने मन्दिर पनि हो। यहाँ चाहिँ लाउरेले आफ्नो भाकल पुरा नगरी देवीलाई छल्न खोज्दा उसले दुर्दशा भोग्नु परेको पृथक किम्वदन्ती प्रचलित छ सुप देउरालीमा। यही नजिकको एउटा भिरलाई लाउरे टाँसिएको भिर नामले नै चिनिन्छ पनि। त्यहाँ एउटा लाउरे टाँसिएको कहानी पनि छ। एकजना लाउरे चाहिँ तपाईँको म इन्डियन आर्मीमा चाहिँ भर्ती हो, अनि भर्ती भइसकेपछि पहिलो छुट्टीमा आउँदाखेरि सुनको ध्वजा चढाउँछु भनेर भयो। ऊ लाउरे पनि भयो। ऊ फर्केर आउने क्रममा चाहिँ देवीलाई चाहिँ मैले सुनको ध्वजा चढाउँछु भनेको थिएँ, म छल गरेर जान्छु भन्दाखेरि अर्को बाटो जाँदाखेरि नजिकै लाउरे टाँसिएको पनि भिर छ। या जे मागे त्यो पुरा हुन्छ। सुपा देउरालीको शाब्दिक अर्थको विषयमा हामीले स्थानीयसँग सोधेर हेऱ्यौँ। यो सुपा भनेको चाहिँ के रहेछ? यो सुपा भनेको एउटा नाङ्लो। यो पहिले यहाँ र सुपा नाम रह्यो। यो बाटुलो एउटा नाङ्लो जस्तो बाटुलो जमिन थियो, त्यसको नाम राखियो सुपा भन्ने। सुपाको अर्थ? सुपाको अर्थ मतलब बाटुलो भएर त्यो नाङ्लो जस्तो भएको जमिन हुनाले त्यसलाई सुपा भनेर राखियो। त्यसमा चाहिँ अब सुपा देउरालीको नाम प्रख्यात गरिदियो। होइन, सुपा चाहिँ जमिनै सुपा जस्तो थियो। जमिन सुपा जस्तो गोलो परेको। गोलो परेको त्यही भएर सुपा भन्ने त्यही भएर। सुप देउराली मन्दिरकै अगाडि उचाइमा एउटा झोलुङ्गे पुल अवस्थित छ। माथि छ यो। यहाँ चाहिँ हामी गएर सो घुम्ने। माथि उचाइमा रहेको झोलुङ्गे पुल अघि देख्न साथ जाने इच्छा भएको थियो हामीलाई। अब भने हामी त्यतै बढ्न थाल्यौँ। ससाना बोटवृक्ष तर घना जङ्गल, गजबको सिँढी मार्ग छ माथि उक्लन। माथि उचाइमा दुईतर्फका विशाल पर्वतहरू जोड्ने यो झोलुङ्गे पुल कुनै गाउँ विशेषका निम्ति बनेको जस्तो देखिँदैन। सायद पर्यटक घुम्नका निम्ति निर्मित छ पुल। सुपा देउराली आउने जो कोही एकपटक यहाँ आउन रुचि गर्दो रहेछन्। पुलमाथि हामी निकै रमायौँ। यहाँबाट सुपा देउराली मन्दिरको राम्रो दृश्य देख्न पाइने पनि रहेछ। तल सुपा खोलाको खोज हेर्दा आङ सिरिङ्ग हुन्छ एकपटक। झोलुङ्गे पुलमा निकै समय व्यतीत गरेपछि हामी फर्कदैछौँ फेरि सन्धि खर्ककै दिशामा। तर सन्धि खर्क नपुगी बिचको घुम्ती भन्ने स्थानबाट हामी भित्र छिर्नेछौँ। अब भने हाम्रो स्वरवर्ण उत्पत्ति भएको स्थान र जङ्गबहादुरको जन्मस्थलतर्फको यात्रा रहनेछ। घुम्तीबाट भित्र छिर्न साथ पाणिनी गाउँपालिकाले हामीलाई स्वागत गर्यो यो बोर्डको माध्यमबाट। यता बाटो सहज रहेछ, गजब कालोपत्रे छ यता। विभिन्न गाउँ बस्तीहरू पार गर्दै हामी निरन्तर बढ्यौँ। यता ग्रामीण भेग सुरु भयो। हामी अर्घाखाँचीको पाली गाउँ हुँदै अघि बढ्दैछौँ। वास्तवमा पाली पहिलेको सम्पूर्ण गाविस नै थियो। हाल पनि यो गाउँ क्षेत्रलाई पाली गाउँ नै भनिँदो रहेछ। पाली क्षेत्र ठाडादेवी मन्दिरका निम्ति पनि प्रसिद्ध छ। धेरै पहिलेबाट पन्थीहरूको बसोबास क्षेत्र। हाल विभिन्न जातजातिहरू मिलेर बसोबास गरेको पाइन्छ। रातो माटोमा जस्ताका छाना भएका घरहरू निकै आकर्षक देखिन्छन्। निकै बाक्लो बस्ती रहेको छ पालीमा। हाल हिउँद्याममा पनि हराभरा देखिन्छ पाली। सायद गहुँ या जौँले भरिएको छ खेतबारी। अर्घाखाँचीको पालीमा हिन्दू र मुस्लिम समुदायहरूको बसोबास लगभग बराबर जसो रहेको छ। कैयन पुस्ता अघिबाट यहाँ मिया गाउँ बसेको छ। एक आपसमा मेलमिलाप र सद्भाव बाँडेर बस्ने गर्छन् सबैजना र संस्कृति आदान प्रदान पनि हुने गर्छ। विभिन्न चाडपर्वहरूमा सामूहिक उपस्थिति रहने गर्दछ। पहाडी धारको बाटो छिचोल्दै हामी अघि बढ्यौँ। हामी सुरुमा पाणिनी गुफा जानेछौँ र त्यसपछि जङ्गबहादुरको जन्मस्थान र न्वारण गरिएको क्षेत्रहरू पुग्नेछौँ। केही अघिबाट मार्ग फेरि तल बेसीतर्फ झर्ने रहेछ। दुर्गाफाटको यो फाँटिलो स्थान
दुईतर्फको पहाड बीचको खुल्ला भागमा प्रशस्त खेतीयोग्य जमिन छ। सानो खोला बगेर गएको, हाल पनि पानी छ खोलामा। निकै हराभरा देखिन्छ दुर्गाफाट हिउँदको खडेरीमा पनि। डाँडाको तहमा शिव मन्दिर र आश्रम अवस्थित रहेछ। थोरै माथि 7 तले गुफा रहेको बुझियो। विशाल पर्वतको काखमा अवस्थित रहेछ पहाडिनी क्षेत्र। माथि अजङ्गलको भिर छ, त्यसकै आधारमा मन्दिर र आश्रम छ भने तल क्रमशः समतल भूमि फैलिएर गएको छ। सुरुमै सरस्वती मन्दिर भेटियो। अझ अघि बढ्दा अन्य मन्दिर र मूर्तिहरू देखिन्छन्। रङरोगन गरेर आकर्षक बनाइएको छ स्थान। यो स्थान नै हो हाम्रो व्याकरण सुरु भएको, विभिन्न स्वरवर्णको उत्पत्ति भएको, संस्कृतका सूत्रहरूको प्रादुर्भाव भएको। यति महत्त्वपूर्ण स्थानको प्रवर्धन हुन भने सकेको छैन। हामीले बोल्ने शब्दका वर्णहरू यही स्थानमा उत्पत्ति भएको हो। ऋषि दुर्वासा र पाणिनी तपोभूमि हो यो। यो गुफा भन्ने कुरो कस्तो हो भने दुर्वासा ऋषिले तपस्या गरेको ठाउँ हो। दुर्वासा ऋषिले दिव्य 12 वर्ष दुबो, दिव्य 12 वर्ष पानी, दिव्य 12 वर्ष हावा मात्रै खाएर तपस्या गर्नुभयो। उहाँले डम्बरुको आवाजमा अका अक्षर बनाउनु भयो। माथि पाणिनी ऋषि र दुर्वासा ऋषि पर त्रिवेणीमा नुहाइधुवाइ गर्दा खाइ संयुक्तमा भेट भएर अका अक्षर बनाएर सुरु गर्नुभयो। संस्कृत सुरु गरेको ठाउँ हो यो हुन त। यही भित्र रहेछ 7 तले गुफा। गुफाको प्रवेशद्वार निकै रोचक देखिन्छ। गुफा निकै फराकिलो छ, तर यसको गहिराई धेरै रहेनछ। यहाँ भित्तामा अनेक आकृतिहरू देख्न पाइन्छ। यो तमाहाको आकृति भयो। यो चाहिँ शिवको काखमा पार्वती बसेको भनेको हाम्रो प्रतिमा। माथितर्फको भित्तामा नङ्ग्रा जस्ता आकृति देखिन्छ। के हो यो थाहा भएन। कृष्णको सुदर्शन चक्र यहाँ बनेको छ। भित्तामा यस्ता अनेकन आकृतिहरू देखिन्छन्। यी हरेक आकृतिको सम्बन्ध रामायण या महाभारतसँग तुलना गरिएको रहेछ। गुफा रोचक छ। शोध अनुसन्धानका निम्ति प्रशस्त छन् गुफाका यी संरचनाहरू। हामी गुफाबाट बाहिर निस्क्यौँ। अब अन्य रमाइला र रोचक स्थानतर्फ बढ्नेछौँ हामी। यहाँबाट जङ्गबहादुरको जन्मस्थल भएको स्थान जसलाई मथुराबेसी भनिन्छ त्यो स्थानतर्फ अघि बढ्दैछौँ। यहाँबाट हामीलाई करिब आधी घन्टामा हामी फेरि दुर्गाफाट हुँदै फर्क्यौँ। आज साँझ पर्नै लाग्दैछ। मथुराबेसी घुमेर हामी केरुङ्गा गाउँमा बास बस्न पुग्नेछौँ। मथुराबेसीमै साँझ पर्नेछ सायद। हामी मथुराबेसीमा आयौँ। तल गाउँघर रहेछ। माथि धार्मिक स्थलहरू अवस्थित छन्। फाटिलो स्थान मथुराबेसी। वास्तवमा बेसी नै रहेछ यो ठाउँ। वरिपरिबाट डाँडाहरूले घेरेको, बीचको गहिराईमा बसेको छ मथुराबेसी। अगाडि नै लेखिएको छ श्री 3 जङ्गबहादुर राणाको जन्मस्थान भनेर। यो त्यही पाटी रहेछ जहाँ जङ्गबहादुरको जन्म भएको थियो। उनको जन्म सम्बन्धी कथा पनि रोचक रहेछ। 1874 जङ्गबहादुरको बुवा चाहिँ सेनामा कार्यरत हुनुहुँदो रहेछ। त्यस बेलामा दुलै जान परिवार पनि उहाँ भएको अवस्था। त्यसपछि उहाँ चाहिँ गर्मिणी हुनुभएछ। सुत्केरी हुने अवस्था आयो भनेर उहाँले चाहिँ श्रीमतीलाई पूर्व घर पठाउँदाखेरि के भएछ अरे भन्नुहुन्छ भने त्यो घर पठाउँदाखेरि के भयो त 10 महिनामा बच्चा जन्मिन्छ भन्ने हिसाबले पठाइयो। हुँदाहुँदै के भएछ त भन्दा जङ्गबहादुर चाहिँ 7 महिनामा यहाँ बाटोमा जन्मे। यो बाटोमा दैलेख, जुम्ला, कालीकोट, त्यसपछि बैतडी, डोटी, डडेलधुराका मान्छे 14 दिन भयो, 15 दिन भयो भनेर यो राजमार्ग थियो पहिला पूर्व पश्चिमको। त्यसरी आउँथे यहाँ मान्छे। यो पार्टी बनिसकेपछि यहाँ चाहिँ रोल्पा रुकुमतिरका मान्छे ढाकेरहरू बस्ने बास थियो। त्यसो गर्दा यो चाहिँ
महेन्द्र राजमार्ग नखोलुन्जेल राजमार्गै थियो पूर्व पश्चिमको। त्यसो गर्दाखेरि यहाँ आउँदाखेरि अकस्मात उनलाई व्यथा लाग्यो, उनी चाहिँ यहाँ जङ्गबहादुर जन्मे कि वाङ्लामा गाउँ थियो कि बलकोटमा गाउँ थियो। त्यसो गर्दाखेरि उहाँलाई बलकोट लगेर राखियो। त्यहीँ चाहिँ न्वारान गर्नेसम्म दिनसम्म त्यहाँ राखे। अनि चाहिँ त्यहाँ न्वारान त्यहाँ भयो। त्यस पछाडि यहाँ जन्मेको ठाउँ भनेर यहाँ ठुलो बगैँचा लगाइएको छ, लामपाटीको बगैँचा भन्ने। वृक्षहरू छन्। धेरै पहिलेको प्रमुख मार्ग यो। बटुवाहरू हिँड्दा शीतलता प्रदान गर्ने र पाक्ता खाना सकिने गरी आँप लगाइएको रहेछ। यो मार्गको इतिहास उत्तिकै रोचक छ। नेपालमा भएको सबभन्दा लामो पाटी भएको कारणले यसलाई लामपाटी भनेर पहिला प्रचलन भएको अवस्था हो। पहिले पश्चिममा उठेको कर, सिक्काको बोरा अर्थात् तोडा र सजाय पाएका कैदीहरूलाई यही बाटो हुँदै पाल्पा पुर्याइँदो रहेछ। तोडा बोकेर लामो यात्रा गर्न तत्समयका प्रहरीहरूलाई शास्ति पर्थ्यो रे। उनीहरूले स्थानीयलाई तोडा बोकाउन बाध्य बनाउने गर्थे। पहिले त बलजफ्ती बोकाइन्थ्यो, पछि उनीहरूलाई जग्गा कमाउन दिइयो। जग्गा कमाएर खाए बापत वर्षमा एकपटक तोडा बोकेर निश्चित ठाउँ पुर्याइदिनु पर्थ्यो। एउटा गाउँको सीमा कटे पश्चात फेरि त्यसै गरी अर्को गाउँको स्थानीयलाई तोडा बोक्न लगाइन्थ्यो। जङ्गबहादुर राणाको जन्मस्थलभन्दा केही माथि मथुरा बेसीमै मठ मन्दिरहरू भएको धार्मिक स्थल देखिन्छ। अब हामी त्यतैतर्फ बढ्दैछौँ। बेसीको मथुरा धाममा आउन सकिन्छ। यहाँ वरिपरि विभिन्न चाहिँ धार्मिक स्थलहरू छ, मन्दिरहरू छ र यहाँ बिचमा हामीले साँझसम्म मथुरा बेसीको राधाकृष्ण मन्दिरमा बसेर बितायौँ। निकै शान्त स्थान रहेछ यो। अर्घाहाँचीको एउटा पुरानो गाउँ हो केरुङ्गा। केरुङ्गा एकदमै यो प्राचीन घरहरू भएको एउटा गाउँ हो, जहाँ चाहिँ अहिले पनि पुरातन घरहरू देख्न सकिन्छ। वरिपरि खेती कृषिले ढकमक्क भएको यो स्थान। यहाँ एक घर एक भैँसी त्यो पालन पनि छ भनेको। प्रत्येक घरमा एउटा भैँसी चाहिँ यहाँ गाउँ लगायतको खेतीहरू अहिले यो हिउँदको खडेरीको समयमा पनि हराभरा रहने गाउँ, यसै पनि हेरौँ हेरौँ लाग्ने गाउँ छ। हामी यहाँनिर आज बस्यौँ र अब फेरि हामी बलकोट लगायतका चाहिँ अन्य रमाइला स्थान हामी केरुङ्गा गाउँबाट आज बिहानै निस्किएर यसो बाहिरतर्फ घुम्न निस्क्यौँ। हिजो राति हामी यही बाटो आएको। यति सुन्दर स्थान रहेछ, यता देख्न पाइएको थिएन अँध्यारोमा। सल्लाहका बोट वृक्षले ढाकेको स्थानहरू हेर्दै अब हामी बलकोट पौवातर्फ जाँदैछौँ। यो रहेछ बलकोट पौवा। अगाडि पुरानो पौवा र धार्मिक स्थलहरू देखिँदैछ। निकै पुरानो संरचना आज पनि जीवन्त देख्न सकिन्छ। यो स्थान जङ्गबहादुर राणाको न्वारान गरिएको ठाउँ हो। पौवा निर्माणको श्रेय जान्छ सनकसिंह टन्डनलाई। जङ्गबहादुरको जन्म भयो र यो स्थानमा चाहिँ जङ्गबहादुरको न्वारन भएको स्थानको रूपमा पनि लिइन्छ। पुरानो पौवा अझ पनि यहाँनिर हामी देख्न सक्छौँ भने यहाँ वरिपरि धार्मिक स्थलहरूले सजिसजाउ। जङ्गबहादुर राणाको जन्म तल मथुरा बेसीमा भए पनि त्यहाँ जङ्गली भेग हुँदा ब्राह्मणहरू उपलब्ध भएनन् र न्वारन गर्नका निम्ति यो स्थानमा ल्याई कर्मकाण्ड गरिएको इतिहास रहेको छ। यसै स्थानमा भएको हुनाले विक्रम सम्वत 1904 मा निर्माण सुरु गरी यो पौवा 10 वर्षको अन्तरालमा निर्माण सकिएको थियो। यो पौवा तत्समयमा पश्चिम नेपालको सबैभन्दा ठुलो थियो। त्यो बखत पूर्व पश्चिम पैदल हिँड्ने बटुवाहरूलाई यस पौवाले आश्रय दिने गर्थ्यो। धेरै समयसम्म यो पौवा निकै व्यस्त रह्यो, तर पछि बिस्तारै समयक्रममा यो स्थल त्यसै असंरक्षित रहन गयो। माओवादी द्वन्द्वकालमा यस पौवामा क्षति पुर्याइएको थियो। पर्ने छ यो माथिल्लो चाहिँ छानाहरू चुने छ, अनि पछाडि चाहिँ गार्डन छ, त्यो गार्डनलाई चाहिँ संरक्षण गरेर गार्डन राम्रो बनाउनु पर्ने छ। अर्घाहाँची घुमिराख्दा हामीले सोचे भन्दा धेरै महत्त्वपूर्ण र रोचक तथ्यहरू भेट्न र देख्न पाइयो। कतिपय स्थानहरू त यति महत्त्वपूर्ण हुँदा पनि बाहिरी जगतमा भने प्रचार प्रसार हुन नसकेको बुझियो। सुपा देउराली
पाडिनी तपोभूमि, मथुरा बेसी र बलकोट पौवाको यात्रा निकै रोचक भयो।